हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ हाम्रो नयाँ क्लास अफ क्लान्स भिडियोमा। र आज चाहिँ हामीले एटेक स्ट्र्याटेजी बारेमा चाहिँ हामीले भिडियो लिएर आइरहेको छौँ। अहिले हालै नयाँ ड्युकको इक्विपमेन्ट पनि आएको छ होइन, गेममा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। इभेन्टबाट चाहिँ यहाँ जुन इभेन्टबाट चाहिँ तपाईँहरूले चाहिँ यहाँ यो मेडलहरू चाहिँ कलेक्ट गरेर चाहिँ यो 3100 यो ट्रेड यहाँबाट चाहिँ यहाँ 3100मा चाहिँ यो रिभेन्ज डेक चाहिँ तपाईँहरूले नयाँ इक्विपमेन्ट चाहिँ खोल्न सक्नुहुन्छ है त। यो चाहिँ ड्रागन ड्युकको इक्विपमेन्ट चाहिँ रहेको छ है त। सो अझैसम्म मेरो भने खुलेको छैन किनकि म यो आइडी खासै खेल्दैन, तर पनि 2100सम्म चाहिँ पुगेको छ। अब मलाई 1000 मेडल मात्र चाहिएको छ है त। ओके, तपाईँहरूले यदि इभेन्ट पास हान्नुभयो भने चाहिँ तपाईँहरूको अझै छिटो खुल्ने छ है त। सायद अहिलेसम्म त धेरै जसोको खुलिसक्यो होला है त विदाउट इभेन्ट पास पनि, किनकि विथ इभेन्ट पास गऱ्यो भने चाहिँ हामीले माथिबाट पनि क्वेस्ट मेडल्सहरू चाहिँ पाउँछौँ है त, तलबाट मात्र नभएर। सो चाँडो खोल्ने गर्छ है त। सो अब चाहिँ हामी यही ड्रागन ड्युकमा यो कसरी रिभेन्ज डेकलाई चाहिँ युज गर्ने भनेर चाहिँ हामीले यो भिडियो लिएर आएको छु है त। मैले जस्ट एउटा एटेक रिप्लेजहरू चाहिँ हालिदिने छु है त तपाईँहरूलाई चाहिँ रिभेन्ज डेकबाट चाहिँ ट्रिपल भएको लेजेन्ड लिगमा। सो तपाईँहरूले त्यही एटेकहरूलाई चाहिँ फलो गर्न सक्नुहुन्छ है त आफ्नो लेजेन्ड लिग आर्मीमा चाहिँ है त। सो धेरै ढिलो नगरिकन लागौँ हामी त्यो एटेक रिप्लेजहरू हेर्न है त। ओके, यो रहेको छ पहिलो एटेक है त। सो 8वटा ड्रागन 5वटा ड्रागन राइडर लिएर आएका छन् र त्यसै गरी 6वटा आइस स्पेल पनि लिएर आएका छन् है त। यता ड्युकलाई पनि ड्रप गरिदिइसकेका छन् यो इन्फेर्नो कम्पार्टमेन्टतिर चाहिँ है त, 4 o'clock र 5 o'clockको बिचबाट। ओके, स्पेल पनि कुनै इन्भेस्ट गर्ने छैनन् सुरुमा यहाँ चाहिँ। सो लेट्स सी, एबिलिटी गएन, सायद यहाँ अटो एबिलिटीमा रहेको छ यो चाहिँ है त एटेकरको, या त एबिलिटीतिर ढिलो गरेका छन् है। ओके, एबिलिटी गएको छ र त्यो ड्युक चाहिँ ठ्याक्कै रिभेन्ज टावरतिर गएर मरेको छ है त। ओके, त्यही चाहिँ फेरि ड्युकलाई रिभाइभ गरिदिइसकेको छन् एटेकरले र आइस स्पेलको चाहिँ अब मजाले युज भइरहेको छ है त। यो कोरलाई चाहिँ मजाले खाइदिएला जस्तो छ है त यहाँ चाहिँ ड्युकले त्यो नयाँ इक्विपमेन्टको मद्दतमा। सो रिभेन्ज टावर जानेछ डाउन, त्यो इन्फेर्नो पनि जानेछ डाउन, एउटा एडी पनि गइसकेको छ है त डाउन। दुईवटा इन्फेर्नो एउटा रिभेन्ज टावर उडिसकेको छ। यस्तो मस्त भ्यालु चाहिँ यहाँ आइसकेको छ है त यहाँ चाहिँ एटेकरलाई चाहिँ। अब बाँकी एटेक चाहिँ ड्रागनहरूले नै लिनेछ है त। ओके, ड्रागन डिप्लोयमेन्ट स्टार्ट भइसकेको छ है त यता 6 o'clockतिरबाट। ओके, मल्टी आर्चर टावर पनि गइसकेको छ है त त्यो ड्युकबाट चाहिँ डाउन। अब चाहिँ हामीसँग स्पेल छैन त्यहाँ ड्युकलाई इन्भेस्ट गर्नको लागि। ओके, लेट्स सी। ओके, त्यो ड्रागनहरू चाहिँ स्प्लिट नहुनुपर्ने थियो, तर त्यहाँ स्प्लिट हुन पुग्यो है त। यहाँ ड्रागन्सहरू चाहिँ हल्का फनेलिङ राम्रो नभएको हुनाले, तर पनि केही छैन। यो एटेकमा चाहिँ त्यो जुन ड्रागन ड्युकले चाहिँ भ्यालु लिएको थियो त्यो चाहिँ इनफ रहेको छ है त जसरी पनि यो एटेक ट्रिपल हुनको लागि। ओके, केकले पनि ड्यामेज दिएको हुनाले चाहिँ त्यहाँ चाहिँ टोटम दिइसकेको छन् केकको साइडमै है त। सो यो केक पनि एकदमै स्ट्रङ रहेको छ है त। सो तपाईँहरूले चाहिँ यदि कुनै क्राफ्टेड डिफेन्स म्याक्स गर्न खोज्नु भएको छ भने चाहिँ सुरुमा चाहिँ म चाहिँ केकलाई नै म्याक्स गर्न प्रिफर गर्छु है त। ओके, अहिलेसम्म त बबाले गइरहेको छ एटेक, एकदमै इजी नै देखिरहेको छ है त। एउटा टोटम स्टिल हामीसँग बाँकी रहेको छ, त्यहाँ लगरलाई दिएका छन् त्यो लास्ट टोटम पनि है त। फायर स्पिडरले पनि त्यही टोटमलाई हानिरहेको छ। ओके, यो एटेक चाहिँ एकदमै इजिली भइसकेको छ ट्रिपल है त। ओके, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू, र यो भिडियोलाई लाइक र सेयर पनि अवश्य गर्नु होला, कमेन्ट पनि गर्नु होला है त कस्तो लागेको छ तपाईँहरूलाई यो स्ट्र्याटेजी चाहिँ। अहिले धेरै जसोले चाहिँ लिजेन्डमा यही स्ट्र्याटेजी फलो गरिरहेका छन् है त नयाँ इक्विपमेन्ट आउन साथ। के यो रहेको छ दोस्रो एटेक है त गाइस। अहिले चाहिँ हामीले रिप्ले हेरिरहेको छौँ लेजेन्ड 1 लिगको है त। तपाईँ जुन लिगमा भए पनि तपाईँहरूले यो आर्मीलाई चाहिँ फलो गर्न सक्नुहुन्छ है त। लेजेन्ड 2मा भयो भने चाहिँ अझै तपाईँहरूलाई बेटर हुनेछ, अझै सजिलो हुनेछ है त। सो सिसी चाहिँ फुल भइसकेको छ, हल्का आर्चर्सहरू र आर्चरहरू पनि गइसकेको छ डाउन, र यो सिसी लिन पनि एकदमै मद्दत गर्नेछ है त यो नयाँ इक्विपमेन्ट ड्युकको इक्विपमेन्ट यो रिभेन्ज डेकले चाहिँ। ओके, एबिलिटी जान पाएको छैन है त। ओके, सो सर्ट पनि हानिरहेको छ अझै पनि स्टिल त्यहाँ ड्रागन ड्युकले। ओके, अब चाहिँ स्पेलहरू डिप्लोयमेन्ट हुन थालिसकेको छ है त। रिभाइभ गर्ने छन् त्यहाँ एटेकरले छिटे नै त्यो ड्युकलाई। लेट्स सी यहाँबाट चाहिँ ड्युकबाट कतिको भ्यालु आउँछ है त त्यो इक्विपमेन्टको सहयोगमा। हामीसँग अझै पनि 4वटा स्पेल छ है त। सायद त्यो फायर स्पिडर इन्फेर्नो जानेछ डाउन, प्लस त्यहाँ रिभेन्ज टावरलाई पनि टार्गेट गरिरहेको छ। रिभेन्ज टावर पनि जानुपर्ने हो डाउन। ओके, अर्को एरिया कुन रोज्छ भन्ने कुरो। ओके, अर्को टार्गेट चाहिँ हाम्रो फायर स्पिडरलाई नै रोजेको छ है त। फायर स्पिडरमै जानेछ अर्को टार्गेट पनि त्यो रिभेन्ज डेकको।
ओके अब एकदमै लो हेल्थमा पुगिसकेको छ है त प्लस त्यहाँ एरो पनि आइसकेको छ है त क्विनको सो क्विनलाई ड्रप गरिदिइसकेको छन् र यताबाट ड्रागन डिप्लोइमेन्टहरू पनि स्टार्ट भइसकेको छ है त 7 o'clockतिरबाट चाहिँ ड्रागन ड्युक अझै पनि स्टिल अलाइभ नै रहेको छ फ्रिज ओभर ड्याट फायर स्पिडर एन्ड मल्टा इन्फेर्नो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया साथीभाइहरू च्यानललाई सब्सक्राइब गरिदिनु होला र यस्तै राम्रो राम्रो एट्याक स्ट्राटेजीहरू हेर्नका लागि चाहिँ सब्सक्राइब गरेर साइडमा रहेको घन्टी पनि बजाउन नबिर्सिनु होला है त र यो भिडियोलाई लाइक र कस्तो लाग्छ होइन कमेन्ट पनि अवश्य गर्नु होला है त डिफ्रेन्ट धेरै गिभअवेहरू चाहिँ भइरहेको छ होइन हाम्रो च्यानलमा चाहिँ लाइभ भइरहेको बेला प्लस भिडियो मार्फत पनि भइ नै रहेको छ सो च्यानललाई चाहिँ सब्सक्राइब गरेर बस्नु होला फर मोर गिभअवेज एन्ड मोर टुर्नामेन्ट्स है त हामीले बिचमा टुर्नामेन्टहरू नि गराइरहेको हुन्छौँ इन्टरनल टुर्नामेन्टदेखि लिएर फर कम्युनिटी है त सो यदि तपाईँहरू हाम्रो क्ल्यानमा जोइन गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले हाम्रो सोसियल मिडियामा चाहिँ म्यासेज गर्न सक्नुहुन्छ है त स्पेसली फेसबुकमा चाहिँ तपाईँहरूले म्यासेज गरेर चाहिँ जोइन गर्न सक्नुहुन्छ हाम्रो लिङ्क चाहिँ त्यहाँ हाम्रो डिस्क्रिप्सनमा रहेको छ है त च्यानलको सरी हाम्रो फेसबुक पेजहरू इन्स्टाहरूको है त इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुन्छ है त सबैजनालाई स्वागत छ क्ल्यानमा ओके यो एट्याक पनि भइसकेको छ ट्रिपल है त यो एट्याकमा धेरै दुःख गर्नुपर्ने छैन जस्ट त्यहाँ ड्युकले चाहिने भ्यालु दिइसकेको हुन्छ र ड्युकबाट चाहिँ यहाँ रिभेन्स टावर स्पिडरहरू उडेको थियो होइन स्पिडर मल्टा इन्फेन हो सो द्याट वाज इनफ है त यो एट्याकलाई ट्रिपल देखाउनको लागि ट्रिपलतर्फ बढाउनको लागि र अघिको एट्याक सब कम्पेयर गर्दाखेरि चाहिँ अलि धेरै आर्मीहरू नबचे पनि यो एट्याक चाहिँ ट्रिपल नै हो है त गाइजहरू ओके द्याट लास्ट सर्ट फ्रम मिनियन प्रिन्स इक्विपमेन्ट के यो चाहिँ रहेको छ तेस्रो एट्याक लेट्स सी ड्रागन ड्युक चाहिँ कताबाट ड्रप गर्छन् कताबाट भ्यालु देखिन्छ त्यतै चाहिँ हामीले ड्रप गर्नुपर्ने हुन्छ सायद यतै ब्याकह्यान्डतिरै गर्छन् कि लेट्स सी है त फ्रम वेयर ही ड्रप ओके टाउनहलतिर गरेका छन् है त ड्रागन ड्युकलाई डिप्लोय सो त्यहाँ लगरको पुस पनि परिरहेको छ है त एकदमै ख्याल गर्नुपर्ने हुन्छ ओके लगर ड्रागन ड्युकमा चाहिँ तपाईँहरूको हुनेछ रकेट ब्याकप्याक र ओके रकेट ब्याकप्याक गइसकेको छ डाउन सरी युज भइसकेको छ ओके सो त्यहाँ गएर मरेको छ है त ड्युक चाहिँ ठ्याक्क कोरमा एकदमै बबाल है त अब चाहिँ त्यो कोर एकदमै मजाले क्लियर गरिदिनेछ है त त्यो रिभेन्ज डेकले ड्रागन ड्युकको सो त्यहाँ इन्फेर्नोलाई टार्गेट गरिरहेको छ है त अहिले चाहिँ दुईवटा इन्फेर्नो प्लस बिल्डर हट प्लस त्यो मल्टी आर्चर टावर है त 5वटा टार्गेट गरिरहेको छ है त बिल्डिङ सो क्विन एरो पनि दिइसकेको छ नि त एटेकरले है त 5 o'clockतिरबाट पनि ड्रागन्सहरू पनि डिप्लोय हुन थालिसकेको छ है त ओके मल्टिटास्किङ हुँदैछ अहिलेको लागि चाहिँ अझै पनि हामीसँग एउटा आइस स्पेल रहेकै छ है ड्रागन्सहरू चाहिँ यता मल्टा इन्फेर्नो कोरतिर गइरहेको छ है त सो ड्रागन ड्युक विल टेक द्याट रिभेन्ज टावर डाउन है त प्लस त्यो केक र फायर स्पिडर पनि छिटै नै लिनेछ डाउन अब चाहिँ हामीसँग स्पेल छैन त्यो ड्रागन ड्युकलाई इन्भेस्ट गर्नको लागि तर मिठो भ्यालु निकालिदिइसकेको छ है त त्यहाँ हल्का माइन्सहरू हल्का ट्र्याप्सहरू चाहिँ क्लियर गरिदिइसकेको छ टाउनहलतिर पनि है त्यहाँ लगर बाँकी नै रहेको छ तर पनि यो एट्याक चाहिँ इजिली ट्रिपल देखिँदैछ है त हामीसँग 6-7वटा स्पेल बाँकी नै रहेको छ है त आई डोन्ट थिङ्क त्यो 7वटा स्पेलमा एउटा दुईटा भन्दा बढी स्पेल चाहिँ युज गर्नुपर्छ है त यो एट्याकको लागि लेट्स सी वेदर ही विल स्वैग द्याट अर नट है त स्टिल ही हेज गट 6 स्पेल्स लेफ्ट है त इन हिज एट्याक र अझै अर्को कुरो त मिनियन प्रिन्सको एबिलिटी पनि बाँकी नै रहेको छ प्लस त्यो ड्रागन ड्युक चाहिँ मरिरहेको छैन है त अझै पनि ओके यो चाहिँ एकदमै ओभरकिल नै भयो है त यो एट्याक चाहिँ लगर एकदमै स्लो डाउन भएको छ त्यो मिनियन प्रिन्सको एबिलिटीमा पोइजन पनि ड्रप गरिदिइसकेको छ यस हामीले भन्न सक्छौँ 7-8वटा स्पेल चाहिँ हामीले यहाँ स्वैग देखिसकेको छौँ है त सो त्यहाँ स्वैग देख्न सक्नुहुन्छ है त 6वटा स्पेल चाहिँ स्वैग गरिदिइसकेको छ त्यही बेसमाथि है त ओके अब अर्को एट्याक हेरौँ है त सो यसमा चाहिँ कताबाट स्टार्ट हुन्छ होला त ड्रागन ड्युक लेट्स वाच बेस ठिकठाक छ ओके सो सेम एज फर्स्ट एट्याकमा जसरी नै यहाँ ड्रागन ड्युक चाहिँ बिचबाट ड्रप भइसकेको छ है त सो ड्रागन ड्युक इज टार्गेटिङ केक राइट नाउ है त छिटै नै हामीले यहाँ ड्रागन ड्युक पनि मरेको देख्ने छौँ है त ओके अटो एबिलिटीमा रहेको छ सायद यो ड्रागन ड्युक चाहिँ ओके केक विल गो डाउन है त सुन ओके मल्टी टार्गेट गर्न थालेको छ ओके सो त्यहीँ गएर बितिसकेको छ है त त्यहाँ चाहिँ ड्रागन ड्युक चाहिँ
ओके, अब चाहिँ त्यो आइस स्पेल्सहरूको भरपूर नै युज हुनेछ र त्यो कोर चाहिँ एकदमै मजाले लिग्नेछ नि एटेकरले। त्यो रिभेन्ज टावर, फायर स्पिटर, एक्सबोदेखि लिएर सिसी पनि मजाले क्लियर गरिदिनेछ है त त्यो रिभेन्ज डेकको सहयोगमा। अब क्विनको आएर पनि हामीले कतै न कतैबाट देखिहाल्छौँ छिटै नै। यसमा धेरै टाइम पनि बिताउनु हुँदैन किनकि त्यहाँ रिभेन्ज ड्रागन ड्युकमै धेरै टाइम बितिसकेको हुन्छ। सो बिचमा ठ्याक्क अन्तिमतिर चाहिँ अब यता आर्मी पनि स्टार्ट गरिसक्नुपर्छ है त सकेसम्म चाहिँ। सो रिभेन्ज टावर चाहिँ गइसकेको छ अब डाउन है त त्यो ड्रागन ड्युकबाट। अब चाहिँ स्पेल छैन त्यहाँ ड्रागन ड्युकको लागि इन्भेस्ट गर्नको लागि। टोटम दिएका छन् त्यहाँ सुपर विजर टावर, स्पिटर, मोनोलिथलाई डिस्ट्र्याक्ट गर्नका लागि। ओके, यताबाट क्लिनअपहरू दिन थालिसकेको छ। यता एटेकरले मिनियन प्रिन्सको एबिलिटी छ, वार्डनको एबिलिटी छ, हामीसँग 3टा टोटम अझै पनि बाँकी छ र 2टा फ्रिज अझै पनि बाँकी नै रहेको छ। त्यो रेस टावर ट्रिगर हुन बाँकी नै छ। मिनियन प्रिन्सको एबिलिटी अब हामीले छिटै नै देख्नेछौँ, तर मिनियन प्रिन्सको एबिलिटी आउनुभन्दा अगाडि चाहिँ हामीले ग्रान्ड वार्डनको एबिलिटी पनि देखिसकेको छौँ है त। ओके, लगरलाई चाहिँ त्यहाँ टोटम स्पेल चाहिँ इन्भेस्ट गर्नेछन् एटेकरले छिटै नै, किनकि त्यहाँ लगरले चाहिँ अब हाम्रो आर्मिजहरूलाई चाहिँ टार्गेट गर्नेछ। यस, त्यहाँ इन्भेस्ट भइसकेको छ है त टोटम स्पेल चाहिँ। नाइस ब्रिज ओभर ड्याट एयर डिफेन्स एन्ड एयर स्विपर र यो एट्याक पनि एकदमै मजाले ट्रिपल भइसकेको छ है त। सो यो आर्मी एकदमै स्ट्रङ छ। यो आर्मीलाई विशेष गरी स्ट्रङ बनाउनुमा रिभेन्ज डेकको चाहिँ ठुलो हात रहेको छ है त। ड्रागन ड्युकमा रहेको यो नयाँ इक्विपमेन्ट रिभेन्ज डेकको चाहिँ ठुलो हात रहेको छ। सो तपाईँहरूले पनि यो आर्मीलाई चाहिँ फलो गरेर तपाईँहरूले आफ्नो लेजेन्ड एट्याकलाई चाहिँ अझै राम्रो बनाउन सक्नुहुन्छ है त। सो यो आर्मीको लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा हालिदिनेछु, मेक स्योर टु चेक द्याम है त, चेक दिएर है त। ओके, यो एट्याक पनि हेर्न सक्नुहुन्छ कतिवटा आर्मी बाँकी रहेको छ। त्यहाँ स्पेल नचाहिँदा पनि त्यहाँ ड्रप गरिदिइरहेका थिएन है त। सो यहाँ चाहिँ ट्रुप्स मात्र स्वाग नभएर स्पेल पनि स्वाग भइरहेको छ है त। एबिलिटी पनि भन्न सक्छु त्यहाँ मिडियन प्रिन्सको एबिलिटी पनि खासै त्यहाँ जरुरत थियो जस्तो लागेन। ओके, वी विल हेड इन्टु आवर नेक्स्ट एट्याक है त। सम्म 4वटा एट्याक हेरिसकेको छ, एकदमै सबै एट्याक नै एकदमै पावरफुल गइरहेको छ है त। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गर्नु होला है त, र यो भिडियोलाई लाइक र सेयर पनि गरिदिनु होला है त आफ्नो साथीहरूमा जो क्ल्यास अफ क्ल्यान्स खेल्दै हुनुहुन्छ, जसलाई चाहिँ लेजेन्ड एट्याक हान्न अलिक गाह्रो भइरहेको छ। मेक स्योर टु सेयर दिस भिडियो विथ द्याम है त। र हामीले बेसको भिडियोहरू पनि बनाउनेछौँ, बेसहरू पनि राम्रो लेजेन्ड 1, 2, 3 सबै मोडिफायरको लागि चाहिँ हामीले लिएर आउनेछौँ बेसको पनि है त भिडियो। सो हाम्रो च्यानललाई सब्सक्राइब गरेर चाहिँ नोटिफिकेसन बेल चाहिँ बजाइराख्नु होला है त यस्तै कन्टेन्टहरूको लागि। प्लस हाम्रो च्यानलमा चाहिँ एट्याक हाम्रो सबै टुर्नामेन्ट कभरेजदेखि लिएर नर्मल एट्याक स्ट्राटेजिज भिडियोज प्लस गिभ अवेजहरू भइ नै राख्छ। सो मेक स्योर टु सब्सक्राइब अस है त गाइज। ओके, त्यहाँ रिभाइभ गरिदिइसकेका छन् एटेकरले फेरि पनि ड्रागन ड्युकलाई। सो रिभेन्ज टावरतिरबाट यता 9 o'clockतिरबाट ड्रप गरेका थिएन है त ड्रागन ड्युकलाई चाहिँ। सो ड्रागन ड्युक इज टार्गेटिङ रिभेन्ज टावर, एयर डिफेन्स, मल्टी आर्चर टावर राइट नाउ है त। ओके, क्विनको एबिलिटी पनि दिइसकेको छन् यता 6 o'clockतिरबाट। ड्रागन ड्युकबाट लिनुपर्ने भ्यालु आइसकेको छ है त। स्टिल हेज गट 2 स्पेल्स लेफ्ट है त। एकदमै मिठो गइरहेको छ अहिलेसम्म यो एट्याक पनि। सो ड्रागन ड्युकले फनेल पनि गराइदिएको छ है त। त्यहाँ भ्यालु मात्र नलिएर त्यहाँ फनेल पाथिङ पनि बनाइदिइसकेको छ ड्रागन्सहरूको लागि। र यो बेसमा रहेको छ हट क्यान्डल है त। सो हट क्यान्डल चाहिँ सायद केक पछिको राम्रो क्राफ्टेड डिफेन्स पनि मानिन्छ छिटै नै। जसरी अहिले क्राफ्टेड डिफेन्स मध्येमा केक चाहिँ एकदमै चलिरहेको छ, त्यसरी नै हामीले छिटै नै हट क्यान्डल पनि अझै पावरफुल भएको देख्न सक्छौँ है त हामीले चाहिँ केक पछिको। ओके, एकदमै मिठो एबिलिटी गइसकेको छ त्यहाँ ग्रान्ड वार्डेनको। ड्युक इज स्टिल अलाइभ है त। स्पेल हामीसँग अझै पनि 5वटा स्पेल बाँकी रहेको छ। लगरलाई डिस्ट्र्याक्ट गरेका थियौँ, त्यहाँ टोटम स्पेल दिएर प्लस त्यहाँ फ्रिज पनि भएको छ। ओके, त्यहाँ ड्रागन ड्युकलाई अझै पनि बचाइरहेको छन् एटेकरले। रकेट लुन पनि ड्रप गरिदिइसकेको छन् त्यहाँ एयर डिफेन्स डाउन लिनका लागि। र ड्रागन ड्युकको चाहिँ अब एबिलिटी गइसकेको छ है त रकेट ब्याकप्याक। ओके, यो एट्याक स्टिल स्ट्रङ देखिरहेको छ है त। ड्रागन ड्युक यताबाट कर्नरबाट आइरहेको छ। 2टा स्पेल हामीसँग अझै पनि छ। क्विन स्टिल अलाइभ रहेको छ। अब बेसमा धेरै केही छैन बाँकी। स्पिटर, स्क्याटर सर्ट, एक्सबो मात्र बाँकी रहेको छ। र लास्ट टोटम पनि त्यहाँ ड्रप गरिदिइसकेको छन् स्पिटरलाई र स्क्याटर सर्टको लागि। र यो एट्याक पनि चाहिँ उत्कृष्ट रूपमा भइसकेको छ 3 स्टार है त। लिङ्क चाहिँ मैले यो आर्मीको तल हालिदिने छु है त। सो कपी गर्न सक्नुहुन्छ तपाईँहरू त्यो यो आर्मीलाई चाहिँ है त डिस्क्रिप्सनको लिङ्कबाट चाहिँ। र तपाईँहरूले आफ्नो रिजल्ट पनि सेयर गर्न सक्नुहुन्छ है त कस्तो भइरहेको छ र कस्तो एट्याकहरू हानिराख्नु भएको छ है त। सो बेसिस भिडियोहरू पनि हामीले छिटै नै लिएर आउनेछौँ, अझै अरू स्ट्राटेजिजहरू पनि लिएर आउनेछौँ। मेक स्योर टु फलो अस है त हाम्रो सोसियल मिडियाजहरूमा पनि।
र हामी अन्तिम एटेक हेर्नेछौँ है त यस भिडियोको चाहिँ ओके ड्रागन ड्युकलाई कताबाट ड्रप गर्छ न त यसपालि चाहिँ इन्भिजिबल टावर रहेको छ टाउन हलमा सो 3 o'clockबाट चाहिँ ड्रप गरिदिइसकेको छन् यहाँ छ ड्रागन ड्युकलाई ओके क्विन एरो पनि गइसकेको छ त्यहाँ 6 o'clockबाट क्विनको एरो एकदमै यति मिठो रहेको थियो कि त्यो दुइटै इयर स्विपर चाहिँ गइसकेको छ डाउन है त सो अब चाहिँ ड्रागन ड्युकले त मल्टी इन्फेनोलाई र सुपर विजर टावरले टार्गेट गरिरहेको छ है त छिटै नै हामीले त्यो ड्रागन ड्युक डाउन जानेछौँ त्यसपछि चाहिँ हामीले एक्स स्पेल चाहिँ युज भएको देख्न सक्छौँ क्विनले यताको 6 o'clockको भागहरू चाहिँ मजाले क्लियर गरिदिरहेको छ त्यो क्विनबाट निस्किएको जायन्ट चाहिँ गइसकेको छ डाउन अब चाहिँ मल्टी टार्गेट गरिदिरहेको छ है त ड्रागन ड्युकले चाहिँ त्यो केकलाई लिनेछ डाउन छिटै नै ओके ड्रागन ड्युक चाहिँ त्यो फायर स्पिडरको बिचमा गएर अड्किएको छ है त ओके अब चाहिँ त्यहाँ आइस स्पेलको युजमा चाहिँ त्यो कोर नै एकदमै मजाले क्लियर गरेछ नि त्यो एटेकरले चाहिँ यहाँ एकदमै उत्कृष्ट तरिकामा सो केकलाई प्लस त्यो फायर स्पिडर मल्टी गियर टावर के लिन सकिन्छ त त्यहाँ रिभेन्ज टावर पनि रहेछ है त प्याकमा पछाडि चाहिँ लगरको सर्ट लगरले चाहिँ धकाली नै रहेको छ हाम्रो त्यो ड्रागन ड्युकलाई धकाली नै रहिरहनेछ किनकि त्यहाँ टोटम जबसम्म इन्भेस्ट गरिन्न तबसम्म धकाली नै रहनेछ त्यसैले गर्दाखेरि चाहिँ यहाँ रिभेन्ज टावर चाहिँ अलिक गाह्रो देखिँदैछ है त डाउन आउनको लागि ओके केक आउँदैन सायद त्यहाँ स्क्याटर सर्ट र मोनोलिथ एकदमै लो हेल्थमा पुगिरहेको छ यताको सबै लगभग वरिपरिको डिफेन्सेसहरू चाहिँ एकदमै लो हेल्थमा देखिरहेको छ है त ओके ड्रागन ड्रागन्सहरू चाहिँ डिप्लोय हुन थालिसकेको छ है त ओके अब चाहिँ ड्रागन ड्युक डाउन गइसकेको छ है त यहाँ स्क्याटर सर्ट लो हेल्थमा छ है त मोनोलिथ पनि एकदमै लो एचपीमा रहेको छ ओके वार्निङ एबिलिटी गइसकेको छ रेस टावर पनि ट्रिगर भइसकेको छ फ्रिज ओभर द्याट मल्टी इन्फेर्नो र त्यहाँ टोटम स्पेल दिएका छन् मोनोलिथ र केकलाई डिस्ट्र्याक्ट गर्नका लागि रिभेन्ज टावर गएको छैन डाउन हामीले त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ प्लस त्यहाँ इन्भिजिबल टावर एक्टिभेट हुन बाँकी नै छ है त ओके अब चाहिँ इन्भिजिबल टावर हामीले छिटै नै एक्टिभेट भएको देख्नेछौँ है त यस रिभेन्ज टावरलाई हान्दा ओके सो यहाँ चाहिँ इन्भिजिबल टावर एक्टिभेट भइसकेको छ तर पनि यो एटेक एकदमै उत्कृष्ट गइरहेको छ अहिलेसम्म मजाले ट्रिपल देखिरहेको छ है त ओके आफ्टर द्याट एलेक्जर स्टोरेज मिनियन प्रिन्स विल टार्गेट द्याट रिभेन्ज टावर है त सो रिभेन्ज टावर पनि गइसकेको छ मिनियन प्रिन्सद्वारा डाउन है त र यो एटेक पनि यति सजिलो रूपमा भइसकेको छ ट्रिपल है त र आजको भिडियोमा यति नै रहेको थियो हाम्रो एटेक्सहरू बाँकी एटेक्सहरू चाहिँ हामीले अर्को भिडियोमा हाल्नेछौँ र यही एटेक्स मात्र नभएर अरू स्ट्र्याटेजीहरू पनि लिएर आउने नै छौँ हामीले चाहिँ है त सो मेक स्योर टु सब्सक्राइब अस है त हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला भिडियो कस्तो लागिरहेको छ है त र हाम्रो अन्य सोसल ह्यान्डल्सहरूमा पनि तपाईँहरूले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज नाम रहेको छ गोर्खा रक्स COC जहाँ चाहिँ हामी बढी एक्टिभ रहेको छौँ है त सबै इन्डियामा अपडेटहरू चाहिँ हामीले फेसबुकमै दिइरहेको हुन्छौँ र त्यसै गरी इन्स्टाग्राममा रहेको छ हाम्रो गोर्खा रक्स COC नै JR Sports 7 भनेर है त सो आजको भिडियो चाहिँ यति नै रहेको थियो प्लिज भिडियोलाई चाहिँ लाइक गरिदिनु होला सेयर गरिदिनु होला र कमेन्ट पनि एउटा छोडिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्सक्राइब गर्नु होला है त हस् त भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा टिल देन किप ब्लेसिङ जय नेपाल जय COC जय गोर्खा रक्स